हेलो साथीहरु नमस्ते एन्ड स्वागत छ सबजनालाई मेरो युट्युब च्यानलमा। म चाहिँ अहिले कटारीको सिमले भन्ने ठाउँमा छु। सिमलेबाट चाहिँ म अब गाउँ जानुपर्ने हुन्छ। गाउँ त म खासमा चाहिँ जाँदाखेरि चाहिँ यो खोलै खोला चाहिँ जानुपर्ने यो तलबाट चाहिँ उता पुरै खोलै खोला तिरैतिर जाने हो खासमा चाहिँ। त्यताबाट चाहिँ अब गाडी त्यहाँको गाडी चाहिँ बोलेरो गाउँको गाडी चाहिँ अब एकदम अहिले माथिबाट आउँछ जो गाउँबाट अनि 2 बजेतिर जान्छ। 2 बजे जानु भन्दा त बरु म चाहिँ माथिबाट जान्छु। अहिले चाहिँ अब गाउँबारी हुँदै कहाँ हुँदै भन्दा बेतिनी हुँदै जान्छु। बेतिनी हुँदै गाउँबारी हुँदै अब गोडाँडा हुँदै अब कहाँ पुग्छु। मेरो गाउँ चाहिँ अब अलि पछाडि छ। म छु अहिले अनि मेरो भाइहरू चाहिँ अगाडि छन्, साथीहरू पनि छन्। आज हामी एउटा ग्याङ छौँ। यो ग्याङबाट चाहिँ एकदम रमाइलो पनि हुन्छ क्या साथीसँगहरू घुम्नको लागि चाहिँ। सो त्यही भएर अब हेर्दै जानु होला के कस्तो हुन्छ मेरो अब आजको यात्राहरू चाहिँ। जुका पनि लाग्छ होला यो साथीहरूलाई चाहिँ। टक्क मान्छे अब केटाहरूलाई जुकातिर भिराइदिनेवाला छु क्या। जुकातिर चाहिँ लगिदिनेवाला छु। यिनीहरू अलि हिरो बनिरहन्। मलाई आज बाटोमा अलिकति स्मार्ट बन्न खोजिरहेको छु। लगेर जुका हेरेर छिराइदिन्छु म यिनीहरूलाई चुप्पा लगाएर। ठिक छ हेर्दै जाउँ अब। हेलो बा, मेरो साथीहरू चाहिँ उहाँ छन्। यिनीहरूलाई भेट्न त मैले सक्दिनँ होइन, किनकि यस्तो फास्ट कुद्छ नि गाउँको केटाहरूले। मैले चिसो किनेर खोल न। म छु अनि यो गोर्सिङ छ। यिनी यो झन् एउटा भाइ हो मेरो भाइहरू हो। यो मेरो साथी हो। यो त झन् यो जगले हो। गुरु हो गुरु गजब बेइज्जती है। कस्तो गार्जियन ह्यापी आइ भन्छ मेरो देश। हेलो गाइज यो गाइज भन्छ। अनि यहाँ केटाहरू छ यिनीहरूलाई चाहिँ लगेर मैले जुका एकजनालाई चाहिँ जुका हाततिर लगेर खादिदिनु छ क्या मैले। फेरि मेन त यो मान्छेलाई जुका हातमा खान्ने हो। चीटिंग करता है तू। बिहान फेरि यस्तो गर्मी चलिरहेको छ कि अब पिङ खेल्नको लागि चाहिँ यहाँ टक्क भइरहेको छ। सिलाइ जान्छ र बल्ल गाडी आयो। गाडी आइसकेपछि अब बजारका जानुपर्ने हुन्छ। अनि स्टप हिँड्नुपर्ने हुन्छ। अब त्यस्तै छ। अब यो केटाहरू छ यहाँ एउटा स्टाइलमा छ त्यहाँ एउटा बाँदर मुखै यो भाइ मेरो माइलो अर्को गाउँ भइसक्यो। लुसहरू चाहिँ यता छ। रेडी त्यही हो क्या त हाम्रो गाउँकै गुर्मी होइन गाउँबारी दाइ यहीँ नजिक आइसक्यो दाइ यार। अब धेर छ नि दाइ। बेतिनीबाट उतापट्टि गाउँबारी दाइ होइन 100 मै हामी अस्ति धेर आएको छैन 2-3 महिना अगाडि आएको दाइ यार। अब उयो चाहिँ बेतिनी हो। बेतिनी चाहिँ म आइपुग्न लागि। बेतिनी पुगिसकेपछि म गाउँबारी पुग्छु। त्यहाँबाट चाहिँ यो गाडीलाई छोडिदिन्छु। म छोडिदिइसकेपछि जानेछु। टक्क म अहिले आएको छु बेतिनीमा। बेतिनीमा चाहिँ अब योबाट उता गयो भने चाहिँ रूपाटार पनि जान्छ। अहिले चाहिँ म बेतिनीमा चाहिँ आइसकेँ। गाडी गरेर लास्ट उफारो झन् मेरो चाहिँ बोमिट पनि आएन। अब मेरो एउटा यो भाइ छ यो यसको चाहिँ धेरै छ हेरी गर्लफ्रेन्डहरू भन्न त मिलेन। यो चाहिँ पढ्दैछ। मैले चाहिँ कटारीमा भेटेको यसलाई। अब म चाहिँ यतातिर चाहिँ टक्क घुमेर अब हामी चाहिँ गाउँबारीमा जानको लागि थोरै टाइम लाग्छ। अहिले चाहिँ बेतिनीमा टक्क नास्ता खाने हो। नास्ता खाइसकेपछि बल्ल म चाहिँ जानुपर्ने हुन्छ। सो त्यही भएर हेर्दैछु अब यहाँको बेतिनी एकदम मौसम पनि चिसो भइरहेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ। बेतिनी सानो बजारै हो यो पनि एक प्रकारको। राम्रो पनि छ। ओ आइज खाजा जाउँ के जान्छ कटारी हुँदो चाहिँ होटेल लाली गुराँस गेस्ट हाउस पनि रहेछ फेरि। यस्तो फेरि यस्तो खालको रहेछ। टक्क भएर एउटा यहाँ फेरि खतरा बोलिरहेको छ पासो भनेर चाहिँ कट्टु लगाउनु थालिसक्यो अरे बोलिरहेको छ। ओ आऊ न एउटा गयो त टोइलेटतिर ओह्रालोतिर चाहिँ। अब यहाँ चाहिँ टक्क हामीले चाहिँ अब खाजा यो गाडी चाहिँ हो दाइको। अब टक्क हामीले चाहिँ यो भनेको फेरि मेरो फ्यान हो। यो खानुपर्ने हुन्छ। अनि यहाँ चाहिँ खानेवाला थोप्पा केटाले चाहिँ यहाँ हाल्दैछ मलाई चाहिँ।
साउ यो यो अब गाउँ आइसकेपछि गाउँतिर खानखान के यस्तो हुन्छ लिँदा चाहिँ दुईटा जम्बो लिँदाले माछा चाहिँ भेट भयो के छोड्नु के छ र हामीसँग ज्यान छोडेर हातमा मात्र लिएर जाउँला फेरि हस् धन्यवाद है थ्याङ्क यू अब बाटो ठिक छ अब त हेलो डार्लिङ के कस्तो लाग्यो गाउँबारी टक्क म चाहिँ अहिले गाउँबारी आइसकेँ गाउँबारी आइसकेपछि चाहिँ अब म जान्छु टक्क चाहिँ धुस्री झाँग्ने भइरहेछ यहाँबाट त्यो बोलेर चढेर जाने मान्छेहरू त कोठारीमा गएर लुगा चेन्ज गर्नुपर्ने हुन्छ त्यति धुलो उठ्छ यो बाटो चाहिँ सो त्यही भएर चाहिँ अब टक्क म जानुपर्ने हुन्छ हुन्छ नि गोडडाँडामा आइसकेँ गोडडाँडाबाट चाहिँ म जानुपर्ने चाहिँ त्यो पारी त कुहिरो लागेको ठाउँमा चाहिँ म चुन गर्ने हो अब यहाँदेखि चाहिँ म खुब पहिले सानामा चाहिँ यसो चामलहरू नुन तेलहरू बोकेर चाहिँ खुब हामी जान्थ्यौँ यो बाटो भुटुङटुङ लाएर अनि त्यही बाटो चाहिँ मलाई आउन मन लाग्यो त्यही भएर म अहिले गोडडाँडामा पनि छु अब गोडडाँडाबाट चाहिँ म यहाँ गोकुले हुँदै टक्क चौकी डाँडा हुँदै टक्क जङ्गल चाहिँ मेरो घरहरू जानेवाला छु हामी चाहिँ अब टर्ने एउटा ग्याङ पनि छ ग्रुपै छ भाइहरू अनि साथीहरू टर्ने भएको कारणले गर्दाखेरि एकदम रमाइलो पनि भइरहेको छ सो त्यही भएर चाहिँ म जाने भनेको बाटो चाहिँ जब यो कुहिरो लागिरहेको पारी डाँडा छ त्यता चाहिँ म पुग्नुपर्ने हो अब ननस्टप हिँडेर गयो भने त 2.5 घन्टा लाग्ला तर म बेलुकासम्म पुग्दा पनि केही फरक त पर्दैन त्यही भएर चाहिँ अब केटाहरू चाहिँ यहाँ हिँडिरहेछन् टुई गरेर है यहाँ पुरा स्टाइलमा छन् यिनीहरू चाहिँ अब यो देखिरहेको डाँडा चाहिँ गाउँबारी हो गाउँबारीबाट यता गइसकेपछि यहाँबाट चाहिँ अब हलेसी अनि घुर्मी हुँदै काठमाडौँ जाने बस पनि हो त्यही भएर यहाँबाट चाहिँ एकदम राम्रो खालको बस देखिँदो रहेछ क्या सुन्दर पनि देखिँदो रहेछ त्यही भएर यो चाहिँ अब यो पर जे देखिएको यो चाहिँ ठाटी भन्छ यसलाई चाहिँ यहाँबाट चाहिँ छिनिसकेपछि बाटो यतापट्टि तल चाहिँ ककनी छ सो त्योभन्दा उता पनि अब गहिरो छ यता पनि गहिरो छ बिचबाट चाहिँ बाटो जानुपर्ने चाहिँ हुँदै चाहिँ टक्क जाने हो हामी चाहिँ अब म चाहिँ जाँदैछु गाउँतिर अब धेरै भो नआएको पनि यो बाटो त्यही भएर आज चाहिँ म आइरहेको छु कस्तो छ हेरौँ म चाहिँ अहिले आइसकेँ गोकुलेबाट चाहिँ यहाँ पसल छ यहाँबाट पसलबाट चाहिँ मैले केही कुरा खानेकुरा चाहिँ लिएर जानुपर्ने हुन्छ अनि ननस्टप मैले अब सरासर गयो भने चाहिँ अब 2 घन्टा नभए बिस्तारै गयो भने चाहिँ 3 घन्टामा पुग्छ मेरो घर चाहिँ गोकुलेबाट सो त्यही भएर यतातिरदेखि चाहिँ यो चाहिँ मैखु यो यतातिर यो तल चाहिँ मैखु बजार पनि हो यो मैखु भन्छ क्या यतातिर चाहिँ एकचोटि गएको थिएँ हेलिपोस्टतिर चाहिँ म गएको थिएँ मैखु हो यो तल चाहिँ अब स्कुलतिर यतातिर के हो यो माथि गइसकेपछि बरबास पनि देखिन्छ यहाँबाट चाहिँ यतातिर पुरा हुस्से लागेको छ त्यो हुस्सेको भित्र चाहिँ छिर्नुपर्ने हुन्छ क्या मैले सो त्यही भएर चाहिँ अब जाने साथीहरू पनि गइसकेँ तर अलिकति लास्ट पसिना भइरहेछ लेफ्ट राइट भइरहेछ एकदम लेफ्ट राइटसँग चाहिँ म चाहिँ हिँडिरहेको छु अब गाउँमा त्यस्तै हो अब गाउँ स्टाइलमा पनि हिँड्नुपर्ने हुन्छ ल्यान्ड भालै छैन कसैको एयरफोन ठोक्स्ने हो टुई जानुपर्ने हुन्छ तर भनेको मतलब आज साथीहरू सब गफ गर्दै जाने हो अब यहाँ गाउँबारीसम्म चाहिँ म गाडीमा आएँ नभए त मेरो आज हाड छाला गलेर के हुन्थ्यो मलाई पनि थाहा छैन त्यही भएर चाहिँ टक्क हामीले चाहिँ जानुपर्ने हुन्छ दसैँ चाहिँ के कस्तो हुन्छ टक्क मनाउनु पर्ने हुन्छ अब घरमा गइसकेपछि अब घरमा छुट्टै सानो हुन्छ फेरि के हो के फेरि भाषै मासु खसीको त्यही भएर केटाहरू थकित भइसक्यो यहाँ फेरि केटाहरू चाहिँ एकदम हिँड्नै नसक्ने भइसक्यो फेरि यति छैन अझै अब ननस्टप गयो भने त 3 घन्टा हो नभए त ननस्टप गयो भने त यहाँ पुग्दैन हामी म 3 घन्टा बिस्तारै गयो भने 3 घन्टा राख्थ्यौँ 3 घन्टा राख्थ्यौँ यो जङ्गलको बाटो कट्नलाई टक्क म चाहिँ अहिले आइसकेँ यहाँ चौकी डाँडाबाट चाहिँ अब यहाँबाट यता गयो भने चाहिँ घुर्मी पनि जान्छ अहिले चाहिँ अघि मैले देखाएको त ठाँटी छिनिसकेपछि जाने बाटो भनेको यही मैखु हुँदै जाने हो सो अब यहाँबाट चाहिँ उता गइसकेपछि यहाँ तल सिङ्गली खोला आउँछ अब म चाहिँ यहाँबाट जानुपर्ने चाहिँ उकालो चढेर चाहिँ अब लाग्नुपर्ने हुन्छ 1300 टक्क यतातिर चाहिँ अब अघि आएको बाटो चाहिँ म यो यति डाँडा कटेर पनि आइसकेँ अब साथीहरू चाहिँ उहाँ पर पनि पुगिसक्यो उहाँ पुगिसके केटाहरू चाहिँ अब म चाहिँ बिस्तारै जानुपर्ने हुन्छ है त अब जान्छु के कस्तो छ यतातिरको गाउँ यो बाटोमा हिँडेको पनि थुप्रो हो पहिले त एकदम भारी बोकेर म हिँड्थेँ अहिले हिँड्दिनँ सो त्यही भएर आज चाहिँ जानु लागिरहेको छ कस्तो छ हेर्छु म है त
म जाने बाटो भनेको चाहिँ यस्तै खालको हुन्छ, गहिरो कुप्चो च्याट पारेर बाटो। यो गोरेटो बाटो चाहिँ मान्छे पनि हिँड्दैन यतातिर, अलिक जङ्गल बाटो पर्छ। त्यही भएर हामी काठमाडौँबाट आउँदाखेरि यो बाटो एकदम नजिक पर्छ, तर पनि जानको लागि यही जङ्गल हुने भएको कारणले गर्दाखेरि चाहिँ मान्छेहरू उदयपुर कटारीमा आएर कटारीमा बसेर बल्ल जाने गर्छन्। तर गाडी जाँदैन यताबाट चाहिँ, गाडी नगएको कारणले गर्दाखेरि यो यत्रो जङ्गलमा एक्लै डर लाग्छ। अनि बाइकवाला त यो बाटो तल्लो बाटो हुँदै यो हरियो जस्तो देखिरहेको चाहिँ त्यहाँ मन्दिर हुनुहुन्छ, माधे थानको मन्दिर हुनुहुन्छ, त्यहाँबाट पनि उकालो जान सकिन्छ। तर पनि त्यति हिँड्नुपर्ने छ। अनि भरतपुर आउँछ उँधो गयो भने त फेरि खोला आउने हो। सो त्यही भएर एकदम जङ्गल छ, लास्ट डर लाग्दै खालको छ क्या जङ्गल। अहिले म हजुरलाई देखाउँछु, म गइरहेको छु लेफ्ट राइटमा। अब मेरो केटाहरू यस्तै छ क्या, जिन्दगी भनेको यस्तै बाटो छ। केटाहरू चाहिँ एकदम आइरहेछन् माथि। भाइ अब फोटा बोलिरहेको यस्तै छ। अब यो तलको बाटो बरु राम्रो रहेछ है, त्यहाँ बाइक राखेर गयो हामी बाइक अप्ठ्यारो छ भने नल्याएको। तर बाटो गजबै हो तल। फेरि को चोर आयो क्या भनेको म त, फेरि पैसा भए पो चोर आएर पनि के लाने हो र मेरो, के छ र मसँग केही छैन। आइज छिटो, यता जुका लाग्दैन क्या, जुका लाग्यो भने त म अघि केटाहरूलाई कुदेर यस्तो जुका लगाइदिने। जुकै छैन यतातिर, अलिक घाममा के जुका हुनु, निक्रिसक्यो क्या हो। अहिले पर गइरामा चाहिँ सायद जुका होला, यस्तो कुदाइदिन्छ नि, खुवाइदिनुपर्छ उनीहरूको धेर भएको रगत। छिराइज अलिक छिराइज नि, छिटो छिराइज। तलको बाटो चाहिँ माधे थान हो। कुरो लाग्ला नि, कुरो ल ठिक छ हो र। तर बाटो चाहिँ लास्ट घारी रहेछ। म पनि अब थाहा छैन मलाई पनि के छ। अहिले केटाहरूले किन घारीको बाटो ल्याइस् भनेर पिट्न पनि मलाई बेर छैन क्या फेरि, किनकि त्यही भएर मै अघि हिँडिरहेको छु। यतातिर मान्छे हिँड्दैन त्यति, अहिले गाडी बाइक तल बरु रोड तल्लो बाटो राम्रो रहेछ, त्यही भएर तलबाट जाँदो रहेछन्। म चाहिँ पहिले हिँडेको बाटो सो जान मन लागेको कारणले गर्दाखेरि चाहिँ यहाँबाट आइदिएको। कस्तो छ त अब हेर्दैछौँ। सर्प आयो, सर्प चल मैला सर्प बाटो चाहिँ पुरै अप्ठ्यारो रहेछ, बिस्तारै आए। पार गरेर केटा हो। अब कस्तो डर लाग्ने हो भाइ, कत्रो ठुलो बाढी आयो हेर, हेर्न सक्नुहुन्छ तपाईँ यहाँ। यस्तो पुरै यतातिर पुरै जङ्गलको बाटो हो क्या, केटाहरूलाई म जुका लगाएपछि यस्तो रिस उठेर आएको नि मलाई। सारैहरूलाई जुकामा लगाएर हालिदिउँ भनेको, हेप्ने क्या मलाई त। पुरै जङ्गल छ। सो अझै कति छ यता नर्मल हो, अलि बिचमा त अलिक धेरै जङ्गल छ। बाटो भनेको स्मुथ बाटो हो क्या, स्मुथ धेरै राम्रो बाटो यार। अघिको भन्दा त यस मान्नु पर्छ यो बाटोलाई। ल तोरी ल हल्का गाउँको वातावरण यस्तै हो साथीहरू, आउँदै हुनुहुन्छ। राम्रोसँग कोप्यो मेरो हात यार। ठिक भयो। केटाहरूको ज्याकेट च्यातिसक्यो काँडाले। हेरेर यिनीहरू आँखा भएको के काम त, दुईटा आँखा देख्यो के काम भगवान्ले। भला निस्किन्छ अनि यहाँ जिउ चिल्ला, यहाँ जिउ चिल्लाउनु थालिसक्यो यार सिक्सिकोले। यो फेरि सिस्नु हो भने चिनेको कि छैन? पोल्छ कि पोल्दैन एकचोटि पक्रेर हेर्नु। सिस्नु पनि पो रहेछ।
आथा थाहा मलाई नि बोल्थ्यो ओइ मान्छे त हिँडेर हिँड्छ क्या रे म त मान्छे ओइ ओइ मान्छे त हिँडे होइन क्या रे यार यो बाटो कसले भनेको ओइ बाटो छैन भनेको थियो र ला यार मान्छे हिँडेरैन भिडियो गर यहाँ त काठ रहेछ नि त अनि ला यार डुबिगयो नि हो ओइ लड भयो अहिले हाम्रो आमा चिरेकेटाहरू मलाई सराप छन् फेरि यिनीहरूले हेडसेटमा खोजिरहेको छ नि त बाटो बाख्रा भाइ केही नहिँदो रहेछ यता त मान्छे यार जङ्गलको बाटो र हामी पानी परे भए त बिजोक पानी रहेछ नि खुब म यो भाइ पहिले गएर भारी चामल नुन मल बोकेर चाहिँ खुब हिँड्थेँ क्या म यो बाटो त्यही भएर त्यही सम्झना आएर यतातिरबाट आइदियो केटाहरूलाई लिएर केटाहरूले मलाई भन्थ्यो त घरमा माथिएर बसेर खाएर भन्थ्यो अनि म हिँडेको बाटो हिँड केटा हो एकचोटि म देखाउँछु भनेर चाहिँ मैले अनि केटाहरूलाई चाहिँ यही बाटो देखाउनको लागि पनि ल्याएको क्या रिस छ नि केटाहरूले अहिले खाइरहेछन् दाल भात तरकारी नुन अचार मटन घिउ टमाटर ठिक छ नि बाबु अर्को खै सुरुमा यार केटाहरूलाई पोलोस् भनेको त मलाई नि सिस्नुले पोल्दियो यार ओए मलाई नि सिस्नुले पोल्यो यार छ्या केटाहरूलाई पोलोस् खायो भन्न खोजेको त मायाको छ मलाई नि पोल्दिरह क्या यस्तो घारी छ क्या त्यही भएर पोल्न पनि स्वाभाविक कुरै हो जुका पनि लाग्छ अलिअलि अब कालो जुका लाग्छ र खरी जुका चाहिँ लाग्नु पर्ने हो केटाहरूलाई सरापेको होइन मैले हल्का रमाइलो पारा भनिदिएको एउटा डन उता सरापेको होइन नि मैले होइन रमाइलो कुरो मन दुखाइ छैन कसैको ए बाबा टाइममा हुन्छ क्या बाबु अब तिमी त्यसरी आएर त्यो भनेपछि त जिस्केको होइन रिस हो भन्न तर यहाँ मुढा एकदम छ दाउरा साउरा यतातिर चाहिँ खतरा हो फेरि ओइ आमा ओइ लडो लडो झ्याप हो झ्याप हो र त्यो चाहिँ लेउ रहेछ क्या पुरा चिला यार जिउ छ के कसले मिसाएर मैले मिसाएन है त्यस्तो पुरै जङ्गलै जङ्गल छ न चरो कराउँछ न किरा कराउँछ अनि एक्लै हिँड्यो भने चाहिँ मान्छे आउनै सकिँदैन क्या योबाट त्यही भएर चाहिँ यता खुर्कुटको बाटो आउँदा हामीलाई नजिक पर्छ गाउँबारी झरेर त्यही भएर यस्तो बाटो भर्ने गर्दाखेरि चाहिँ अलिक प्रायः आउँदैन आयो भने पनि यो तल सिङ्कोले खोलो पुगेर चाहिँ बल्ल जाने हो सो त्यही म चाहिँ आज पहिले हिँडिरहेको बाटो भएको कारणले गर्दा त्यसो रमाइलो लागेर घुम्नको लागि आइदियो केटाले तर अहिले घाम चाहिँ दामी लागिरहेछ त्यही भएर आनन्द पनि भइरहेछ राम्रो पनि भइरहेछ कि केटाहरूलाई लड्यो भने फेरि केही भयो भने मलाई सराप्ला होइन ल्याएर मलाई भनेर जुका चाहिँ छ नि छिटो छिटो कस्तै यार हिँड्नै जान्दैन केटाहरू म त थाकेँ छिटो ओए छिटो छिटो कुद भर्ती हुने लाउरे बा होइन होइन यहाँ उयो डान्स तेर्सो हो क्या लास्ट थाक्यो तेर्सो हिँड्दा पनि यार पहिले भारी बोकेर हिँड्ने मान्छे अहिले हिँड्दै थाकिरहेको छु म टक्क म चाहिँ अहिले यो
अहिले चाहिँ म उदयपुरै पर्छ यो ठाउँमा चाहिँ। अब जबसम्म यो खोलो आउँछ नि, खोलो आइसकेपछि टक्क सिन्धुली कट्नेवाला छु। अहिले चाहिँ म उदयपुर छु त्यहाँको पारेर होइन। सक्नु हो नि छ यो चाहिँ खोलो आयो केटाहरू। रास्ते रातो न रातो भएमा चाहिँ अहिले चाहिँ रास्ते रातो न रातो भएमा चाहिँ अहिले चाहिँ ठिक छ भाइ। रातो न रातो भयो मैले चाहिँ अहिले चाहिँ म चाहिँ यो खोला भनेको चाहिँ त्यहाँ खिच एकदम रातो भयो। म चाहिँ अहिले यो सिमानामा छु। यताबाट उताको भने चाहिँ ठ्याक्कै उदयपुर हुन्छ भने अब योभन्दा माथि गइसकेपछि टक्क आउँछ सिन्धुली। यो खोलोको मुहान चाहिँ अब काली खोलो भन्छ भने अब यो खोलोबाट चाहिँ उता पारिपट्टि तर सिन्कोले खोलो उता यही खोलो हो सिमाना चाहिँ यता र उता टक्क। म चाहिँ बिचमा छु अहिले यता र उता म जाने हो उता। त्यही भएर अब लास्टमा चाहिँ खानुपर्ने हुन्छ मालपानी। क्या आनन्द आइरह यार नोइलिउ क्या केटा पौडी खेल्ने यस्तो स्टाइलमा पौडी खेल्ने यस्तो स्टाइलमा यही खोलोको तल मलाई केटाहरूले डुबादेखि मलाई पौडी खेल्नै मन लाग्दैन। बिचमा लगेर हालिदिइहाल्यो दुईजनाले तानेर। यो सिन्कोले हामीले खाने पानी यही हो। उहाँ काली खोलो भन्छ क्या यसको टपमा। यो तल चाहिँ सिन्कोले भयो। ओके अब हामी खानेछौँ बिस्कुट। हेर ल केटाहरू बिस्कुट हन्टिङले जुगा पनि लगाइसकेछ। खुन खाइसक्नु भएछ यार। त्यो रगत थामिँदैन यस्तो चिलाउँछ एकछिन तार हालेर यो चाहिँ खानले अनि आफूले छोप्दै खानेले जाउ हेरिरहेछ आम फाला झममा पानीमा नफाला मलाई अन्नलाई सरप जस्तो हुन्छ क्या ओइ अन्नलाई सरप जस्तो हुन्छ भन्दैछु त मलाई। चाहिँ अब उदयपुर हो भने अब सिन्धुलीको उकालो लागे। अब नन स्टप गयो भने चाहिँ 1 घन्टा 10-15 मिनट होला। बिस्तारै गयो भने म 2 घन्टा 2.5 घन्टामा पुग्छु। त्यही भएर गाह्रो छ लाग्यो उकालोमा। मेरो पाउँछ त लास्ट थाकियो। रातो न रातो भयो। हिँड्ने बानी पनि हराइसकेछ मेरो जस्तो। प्रेग्नेन्ट भन्नुभयो नि त अनि पेगमेन्ट भएर भुँडी लागेर त्यही भएर हराइसक्यो। प्रेग्नेन्ट होइन हो एउटा डेडले भनेको उखानको पनि याद आयो। बगर गोरु र बुढो गोरु गाह्रो छ मलाई। अब त्यसको स्टोरी भन्यो भने अहिले हाँस्छन् मान्छेहरू। त्यही भएर चाहिँ अब जानुपर्ने हुन्छ। म नन स्टप बुलेट एक्सप्रेस गाडीमा चाहिँ यसको डाँडो पुरै अब नन स्टप हिँड्यो भने मैले अब 1 घन्टा 15 मिनट बिस्तारै हिँड्यो भने 2 घन्टा। एउटा बुढो मान्छे यो को मान्छे हो लुकटुङ लुटुङ हिँडेछ। आधी बाटोमा भेटाएको हामीसँग केयर गरेर लिएर आएको नि लास्टै बुढो बिचानै परेछ क्या साथी। एउटा फेरि ऊ त्यो फुटबलको क्याप्टेन क्या यसलाई सुहाउँदो रहेछ है कट्टु र भेषमा। ओ हेर त यसलाई कट्टु र भेषमा चाहिँ खतरा सुहाउँदो रहेछ। त्यो हालिदिएँ मैले अयो। यत्रो जङ्गलको पुरै कटेर पनि आइसक्यो। सो
यो हेर उ त डाँडा डाँडा सब हामीले पार गरेर आएको मान्छे हो यो डाँडो पारी पारी हुँदै अब यहाँबाट केटाहरू कता भाग्यो ओए मासतिर ओए मासतिर त्यहाँबाट माथि यहाँबाट त होइन लास्टमा चाहिँ अब यो जङ्गलको ठाडो चढ्नुपर्ने हुन्छ कि हामीले अनि त्यहाँबाट आउँछ सिरुटार भन्ने ठाउँमा आउँछ घरपेटी दिदी ए तिमी पो छौ पानी देऊ त धाराको पानी खान्न म स्याल रहेछ नि बहिनी यार यिनी सत्तुरे माइलाको बहिनी हो धारामा खाऊ भनेर यार मलाई यार हेपे यार कसरी खानु पानी यार धारामा खाऊ भने यार कान्छी किजर खाओले कान्छी किजर खाओले अबे जल्दी बोल कल सुबह पनवेल निकल ओ कान्छी अलिकति एनर्जी ड्रिङ्क कम भएको छ यार एनर्जी ड्रिङ्क छैन हो टक्क म चाहिँ अहिले छु कोदो बारी घारीमा गाउँतिर चाहिँ कोदो बबाल भइरहेछ यता डाँडामा यहाँ चाहिँ एउटा घर छ यत्रो पुरैतिर जङ्गलै जङ्गल सो गाउँको मान्छे एकदम आँटिला चाहिँ आँटिला हुन्छन् मलाई पनि थाहा छ मैले भन्नु पर्दैन थियो तर पनि भनिदिएको मलाई अब यति उकालो चढिसकेपछि चाहिँ फेरि गाउँ आउँछ अनि फेरि जङ्गल अनि फेरि घर बाटो पनि मरत छ यार उकालै उकालो घारी नि घारी मान्छे त्यति पनि हिँड्दैन यतातिर चाहिँ केटाहरू त हिँडाइरहेको छु मैले फेरि हामी भनेको हामी हो नि त म थाकेँ यार अब बस थाकेँ यार माछा एउटा चिम्पाङ्जी माथि छ झर्दैछ चिम्पाङ्जी ऊ माथि हुनुहुन्छ हेलो चिम्पाङ्जी खाइस चढ्थिस् होइन हिँड्न माथि फास्ट यसलाई चाहिँ लगेर उस गर्नुपर्छ है गोरेबारमा के हामी चाहिँ टक्कमा आइसक्यो अहिले सिरुटार यो पाइपदेखिको चाहिँ एउटा भरतपुर डाँडो हो यो टक्क परेर यतातिर चाहिँ पुरा भटमासहरू पनि भइसकेको छ भटमास अनि माथि माथि फेरि कोदो माथि माथि चाहिँ अब यस्तो छ अब यो डाँडा कटिसकेपछि अझै यस्तै डाँडा एउटा कटिसकेपछि बल्ल तेर्सो हुन्छ अहिले चाहिँ उकालो छ लास्टै उकालो छ कि केटाहरूले त मलाई छोडे त यार केटाहरू चाहिँ माथि पुगिसकेछन् छोडेर गए डाकाहरू टक्क अब यो डाँडो आइसके कटिसकेपछि आनन्द आउँछ यति हो उकालो भनेको मेरो चाहिँ छोड लास्ट गर्मी पनि भइरहेछ मलाई चाहिँ पसिनै पसिना भयो लास्टै किनकि अनि अहिले चाहिँ फेरि पिलो निस्केर दिमाग खराब यार हिँड्नै भएको छैन मेरो यार अब त बोल्नु पनि सक्न छ अरे अब 15-20 मिनटमा पुग्छु होला बिस्तारै गयो भने केटाहरू त एकदम तगडै छन् गुरुहरू म चाहिँ अलिक थाकेँ बानी पनि हराइसकेको छ हिँड्नलाई त्यही भएर जानुपर्ने हुन्छ म चाहिँ पुग्ने भनेको त उति माथि हो तर पनि उकालो छ कि गोलेबारीको डाँडो यस्तो छ भयो फर्की कतिखेर पुग्छ र को छ घरमा को छ
तलब चाहिन्छ है तलब चाहिन्छ गोडा र कोदो गोडाले तलब दिदियो मान्छे चाइनिज खायो भने सिधा सिधै हुन्छ होला अब कस्तो बिरामी म साँचेरै आएको तिमीलाई तलब